नमस्कार, म भूपाल उप्रेती। मेरो बच्चा चाहिँ कक्षा 4 मा पढ्छिन् अहिले। उनको नाम चाहिँ शोभना उप्रेती र रिलायन्स इन्टरनेसनल एकाडेमीमा मैले मेरो बच्चालाई चाहिँ क्लास 1 देखि यहाँ पछि भर्ना गरेर अहिले उनी यहीँ पढिराखेकी छिन्। मेरो बच्चाले चाहिँ पहिला सुरुमा आउँदाखेरि चाहिँ ऊ अलि इन्ट्रोभर्ट, अलि कम बोल्ने खालको थियो। पछि अलिकति यहाँको वातावरण सबै टिचरहरूले चाहिँ उसलाई राम्ररी माया गरेर पढाइसकेपछि र अलि इन्ट्रेक्सन पनि भइसकेपछि ऊ अहिले इन्ट्रेक्टिभ भएको छ। घरमा चाहिँ उसले स्कुलमा भएका सबै गतिविधिहरू पुगिसकेपछि मलाई सुनाउने, मैले पनि सोध्ने हामीले गरेको छौँ। त्यही त सुरुमा कस्तो भन्दाखेरि मेरो बच्चा चाहिँ अलि कम बोल्ने, अलि कम उमेरमै मैले सानो क्लासमै उसलाई चाहिँ भर्ना गरेँ मन्टेसोरीमा। त्यसपछि अलि ऊ डराएको हो कि अलि कम बोल्ने खालको थियो। तर पछि यहाँ आइसके पछाडि चाहिँ ऊ चाहिँ अलिकति बोल्ने, अलि इन्ट्रेक्सन गर्ने चाहिँ अलिक कन्फिडेन्ट भएको चाहिँ मैले चाहिँ महसुस गरेको छु होइन। र उसको चाहिँ धेरै सुधारहरू भएको छ। यसले चाहिँ विभिन्न कार्यक्रमहरूमा पार्टिसिपेट हुने, राम्ररी इन्ट्रेक्सन गर्ने, टिचरहरूलाई नबुझेको कुराहरू सोध्ने होइन, र सबैलाई चाहिँ सबैसँग राम्रो व्यवहार गर्ने, त्यो खालको वातावरण चाहिँ उसको व्यवहारमा चाहिँ परिवर्तन मैले पाएको छु। अवश्य पनि यसमा चाहिँ म आफै पनि धेरै पोजिटिभ छु। किन भन्दाखेरि हामीले हाम्रा बच्चाहरूले चाहिँ त्यो विद्यालयमा के कसरी पढिरहेका छन्, कस्तो एक्टिभिटीहरू गरिरहेका छन् भन्ने कुराहरू चाहिँ समय समयमा गएर चाहिँ त्यहाँ पढाउने शिक्षक साथीहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने, सोध्ने, सल्लाह सुझावहरू दिने, आफूले घरमा बच्चाले कस्तो चाहिँ एक्टिभिटीहरू गरिराखेको छ, चाहिँ के सुधार गर्नुपर्छ भन्ने बारेमा छलफल गर्ने, त्यो गर्नुपर्छ। र मैले चाहिँ निरन्तर रूपमा समय समयमा चाहिँ त्यो काम चाहिँ निरन्तर गरिराखेको छु। यो चाहिँ एकदमै अहिले अब सबै कुरा डिजिटल युगमा हामी प्रवेश गरिसकेका छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ अब मलाई एकदम राम्रो लागेको चाहिँ मेरो बच्चा विद्यालयमा पुगेन, ऊ त्यहाँ चाहिँ प्रेजेन्ट भयो कि भएन भन्ने कुरा ठ्याक्क मेसेज आउँछ। त्यो चाहिँ बच्चा ढुक्क भयो त्यसपछि होइन, हामी ढुक्कले आफ्नो काम गर्न पाइयो। त्यसपछि अब विभिन्न उसका असाइनमेन्ट, होमवर्कहरू, बिदाका सूचनाहरू, अन्य विभिन्न सूचनाहरू, त्यसै गरी फी तिरेको फी पेमेन्टको चाहिँ डिटेल्सहरू, अनि त्यसपछि रिजल्ट त्यहाँ राखिएको हुन्छ, विभिन्न अन्य चाहिँ पढ्ने सामग्रीहरू त्यहाँनिर छ होइन। ती सबै कुराहरू चाहिँ राखेको हुनाले गर्दाखेरि चाहिँ घरमै बसेर हामीले चाहिँ हामीले चाहिँ मोनिटरिङ गर्न सक्यो, हेर्न सक्यो होइन। त्यो चाहिँ एकदम राम्रो उपयोगी लागेको छ मलाई चाहिँ, एकदम ठिक छ। अवश्य पनि म चाहिँ अब यही एरियामा चाहिँ बसेको धेरै वर्ष भयो। यो चाहिँ अब हाम्रो एरियाको मात्रै नभएर देशकै एउटा चाहिँ रिनाउन्ड विद्यालयको रूपमा चाहिँ रहेको छ होइन। त्यस कारणले गर्दाखेरि पहिलो कुरा विद्यालयको वातावरण, अभिभावकले हेर्ने भनेको विद्यालयको वातावरण सुरक्षित, सफा सुग्घर होइन, उसका क्लासरुमहरू। त्यसै गरिकन चाहिँ यो विद्यालय चाहिँ शिक्षा क्षेत्रमा लामो समय काम गर्ने एउटा टिम छ, रिनाउन्ड टिम छ। त्यो एजुकेसनल टिमले चाहिँ यो सञ्चालन गरेको विद्यालय छ, त्यो एउटा राम्रो पक्ष। त्यसै गरिकन लामो समयसम्म काम गर्ने शिक्षक साथीहरू, कर्मचारीहरू यहाँ हुनुहुन्छ, पढाइराख्नु भएको छ, एक्सपिरियन्स हुनुहुन्छ होइन। र त्यो स्कुलको वातावरण पनि राम्रो छ, सेवा सुविधाहरू सबै राम्रो छ। त्यो कारणले पनि यहाँ चाहिँ हामीले पढाउन सक्छौँ। अर्को कुरा चाहिँ एफोर्डेबल फीमा, एउटा चाहिँ ठिक्क खालको फीमा सबै खाले अभिभावकलाई चाहिँ मिल्ने खालको त्यो फी स्ट्रक्चरमा चाहिँ यो विद्यालय रहेको कारणले गर्दाखेरि पनि सबै खाले अभिभावकले चाहिँ यहाँ हामीले पढाउन सक्छौँ। र त्यही फी स्ट्रक्चरमा, मिनिमल त्यो फी स्ट्रक्चरमा चाहिँ क्वालिटी एजुकेसन, राम्रो एजुकेसन, यहाँको सिसिए एक्टिभिटीहरू, इसिए एक्टिभिटीहरू, त्यसै गरिकन पढाइ लेखाइका कुराहरू होइन, लगायत खेलकुदका कुराहरू, सबै कुराहरू। त्यसै गरिकन अहिले उहाँहरूले चाहिँ यो कोडिङ क्लासहरू पनि सुरु गर्नुभएको छ होइन, डिजिटल उसमा पनि लग्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ मैले अभिभावकहरूलाई चाहिँ यो विद्यालय चाहिँ रिफर गर्छु, रिकमेन्ड गर्छु होइन। हामीले चाहिँ एफोर्डेबल फीमा चाहिँ क्वालिटी एजुकेसन यो विद्यालयबाट पाइरहेका छौँ र पाउँछौँ। यसमा चाहिँ तपाईँहरू ढुक्क हुँदाखेरि हुन्छ जस्तो मलाई लाग्छ।